आया बिस्तारै गएको त मैले त अघि बिस्तारै गएको त मैले त अघि हेलो गाइस वेलकम टु माई च्यानल। आज चाहिँ मेरो बुढालाई मैले के अरे चिप्सको साथ थाहा पाउने च्यालेन्ज लिएर आएको छु, किनभने मेरो बुढाले चाहिँ प्रायः चिप्सहरू खाँदैन नि त त्यति साह्रो। त्यही भएर आज लेट्स सी कतिको पत्ता लाउने छ। यो गेमको रुल चाहिँ कस्तो छ भने के अरे चिप्स खुवाउने बुढाले त्यो चिप्सको स्वाद थाहा पाएन भने स्ल्याप मैले हान्ने, अनि बुढाले थाहा पायो भने चाहिँ मलाई बुढाले हान्ने स्ल्याप। त्यही हो। लेट्स सी गाइस मैले चाहिँ चिप्स यस्तो प्याक गरेर लिएको छु चिन्छ भनेर। प्लास्टिक यहाँनिर चाहिँ 3-4 छ। चिटिङ गर्छ भनेर होला हो। अब चाहिँ हाम्रो गेम स्टार्ट गर्नेछौँ यो लगाइदिएर, किनभने हामीसँग त्यो फेटै थिएन क्या। यो त आँट्दैन त देख्छ देख्दैन हो कुन त हो नि स्ल्यापको। म यता हेर्छु न तिमीले चिप्स खोल्दाखेरि देखेको छैन हो। चिट नगर्ने नि ल हौ ल। ओके गाइस फर्स्ट चिप्स चाहिँ म यो खुवाउनु गइरहेछु। हेर्नुहोस् तपाईँहरू नि पिरो पनि छ नि तर नाम मात्रै भन्नुहुन्छ नि त ब्रान्डको होइन। लेस हो हो कि होइन, तर अब कुन त्यो बार्बिक्यू के हो तर लेस भन्दा हुन्छ। लेस हो। ओपन गर्नु फर्स्ट चाहिँ मैले खाने बिस्तारै कता यता यता झुटो न अब गेम खेलेको। What is that? कस्तो ल फेरि क्लोज देखे त होइन नि। होइन हौ छैन देखेको। यो त टेस्ट गर नि त अम्लाहरू देखाएर हौ। नजानु त भइहाल्छ। किन गर्नु हौ गेममा त्यो टेस्टै त्यो थाहा थियो क्या। लेस खाइरहने बानी छ नि त त्यो भएर नि त्यो मलाई स्वाद पनि थाहा पाएँ अनि मलाई त्यो बार्बिक्यू भनेर। अब चाहिँ म यो खोल्न गइरहेछु गाइस। के हो यार सानो ठुलो खोलिन त बक्स त सुङ्न आँट्यो छ हौ सुङ्न आँट्यो छ नसुनेको यस्तो चिज बल हो यो। चिजबल त चिजबल के को चिजबल त्यस्तो पनि भन्नु पर्ने अघि त त्यो पनि भन्दा हुन्छ भने अहिले त लेस त एउटै हुन्छ नि त। स्पाइसी चिज बल त्यस्तो भनेर हुँदैन। कस्तो भन्नु बार्बिक्यू बार्बिक्यू चाहिँ हुन्छ त नाम भन्नु न। त्यो त स्पाइसी चिज बल हो। हुँदैन त्यस्तो। त्यो चिजबलको नाम चाहिँ के हो? चिज बलको नाम हुन्छ र चिकन चिज बल। चिकन चिज बल। ओ माय गॉड हो फास्ट कस्तो होइन भने खोल न नि अब छैन हौ। के हो यो 2 PM को थाप्नु आया बिस्तारै गएको त मैले त अघि बिस्तारै गएको त मैले त अघि किन अब म साँच्चै हिँगाउँछ अब म देखेको र त मैले चिज बल चाहिँ थाहा पाएको हो नि त चिज बलै हो भनेर। तर ठिकै हो 2 PM रहेछ अनि कहाँ चिज बल चिकन भन्दा हुन्छ त रङै भयो। तर स्पाइसी चाहिँ मिलाएको र चाहिँ मैले चिज बलको स्पाइसी चाहिँ त्यसै त्यही आएको थियो नि। डल्लै खाउनु कि आधी खानु ठुलो रहेछ त। मलाई थाहा भइसक्यो गेस गरेर म टोक्छु आधी फाल्थ्यो भन्नु। के हो यो त कुरकुरे हो। कुरकुरे पनि के को कुरकुरे हो? अब कहाँ त्यस्तो भनेर हुन्छ त कुरकुरे नि त। अनि कतिवटा फ्लेभर छ? अनि कुरकुरे कस्तो हुन्छ के हुन्छ कुरकुरेमा? भेज त हुन्छ त कुरकुरे नि खाने अब भयो सक्यो। खै फेरि एउटा चाख्नु पाउँछ
अब दुईटा दिँदा पाउँदैन, चाहेको चाहेको सकाएर ग्यामे एन्ड हुन्छ। कुरकुरे हो हरियो खोलको हो क्या यो होइन हरियो पाँच पाँच कुरकुरे त थाहा छ त्यहाँदेखि थाहा भएन नाम भने देखाउनु त पर्यो नि मलाई फेरि करेन्ट ए कहाँ कुरकुरे हो त करेन्ट भयो किन होइन कुरकुरे त हो नि करेन्ट तर त्यो अर्कै ब्रान्डको छ नि त। अम्बो गेमको उयो बनाएर यार बाना बनाएर कहिले रिस पोखे जस्तो गरे यार कहिले रिस पोखे जस्तो गरे यार मैले तर मैले जे भए पनि भन्नु चाहिँ भनिरहेको थिएँ कि तर अब त्यो एक्ज्याक्ट चाहिँ मलाई थाहा भएको छैन अलिक ठुला गर्नु कुरकुरे हो अन्त के को कुरकुरे हो फ्लेभर थाहा भएन रम्पम छिटो कुरकुरे कस्तो फ्लेभर टमेटो फ्लेभर हो त्यस्तो हुन्छ फ्लेभर चाहिँ भन्नु खोजेको चिकन खालि चिकन हुन्छ पर्क के छ भने ल भयो पास भएन है फेल भयो थाहा भएन ल कुरकुरे हो अरू चाहिँ थाहा भएन हेरौँ कहाँ देखाउनु पर्यो नि भरे फेरि हो भने त ढाँटेको 2 PM को ल यो चाहिँ अहिले के हो त नि सेम ए होइन सरी 2 PM को कुरकुरे खोइन पोलिसम्यान ए ओए अब मेरो टर्न आस् न आउँछ जस्तो लागिरहेछ साँच्चै आफ्नो आम्बो सानो सानो हानेन यार कहिलेदेखिको रिस पोख्यो यार खोइ गरेर गइदिनु के हो लेस हो लेस हो टमेटोको होइन टमेटोको होइन लेमनको अघि त लेस भन्दा हुन्छ नि लेस के हो टमेटो डबल आएछ नि त लेस फेरि क्या तर अर्कै हो एकछिन त्यसरी मस्छु लेस टमेटो बार्बिक्यू फेरि ल यसमा दुईजनाले पनिसन नखाने किनभने यो डबल आएछ नि त लेस आलुकै हो तर अघि लेमनेड लेखिरहेको छ फ्लेभर चिली लेमनेड चिली भन्नुभयो भनेन ल अब हिकाउँदैछु नि होइन चान्स किनभने डबल आएछ सेकेन्ड लास्ट वान छ है गाइस यो नि पत्ता लगाएन भने चाहिँ गुए हो अभी बता दे भाई अभी बता दे त्यस्तो भन्छ र भन कुरकुरे त हो यो के को कुरकुरे कुरकुरे पनि के कुरकुरे स्पाइसी स्पाइसी भएर मीठा भयो ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा कुरकुरे रम्पम भेजिटेरियन खालि रम्पम र चिकन हुन्छ पास अनि त्यो टमेटो गार्लिक पास पास मकैको खोइ आखै धुनेर गइरहँ कहाँ ल्याएछ म लागेन अहिले मेरो टर्न आइस थाहा हुन्छ लाग्यो कि लागेन अब लास्ट वान है गाइस लास्ट वान चाहिँ यो हो चिप्स अब यो नि पत्ता लागेन भने चाहिँ मेरो बुढाले चिप्सै नखाँदा हुन्छ मैले बित्थामा बिस्तारै हिकाएको छु नि सुरुमा यार माया गरेर बिस्तारै हिकाएको दिनुपर्छ रिस सरी मलाई त रिस पो यस्तो गरेर सानो हानेन 3 टाइम हानिन्छ हो खोइ हौ कहाँ छ चिप्स अँध्यारो भइसक्यो दुनियाँ
के गर्छ यार खोलेको चिप्स साइको यार के गर यार चिप्स हो ओ माई ओइ गड म त त्यहाँ फेरि म त के नखाने कुरा रहेछ भने त ओ माई गड चिप्सै भनेको मैले अघि छिटो लु त्यसो गर्नु गर्नु चबाउनु अनि मात्रै थाहा हुन्छ कुन चिप्स हो कुन चिप्स हो भन्नु यस गाई अघि खाएको त्यो oh my god कस्तो मन आयो जान अमेरिकन हो यो एउटा लाग्छ थियो नि oh my god कस्तो उयो हो यार यो अस्ति हामीले खाएको थियो वान चिप च्यालेन्ज छ चिप्सै हो आमामा। पिरो रहेछ नि आम्माम साँच्चै नै त पिरो रहेछ सबैभन्दा चिप्स भन्नु न नाम छिटो त्यही त वान चिप्स हो वान चिप्स हामीले वान चिप च्यालेन्ज स्पाइसी आमामा मरेलो फाइनली मेरो चाहिँ फ्रेङ्क सक्स के हो यो त्यो होइन त्यो वान चिप्स भने नानीले मागेर गएर मलाई डाउट लाग्यो नि आमामा कस्तो भयो मैले फेरि सबै चपाएर खाइदिएँ क्या होइन जस्तो लागेर तू समझा हाँ नहीं तू समझा नहीं कस्तो खालको रहेछ यार यो हो नि चाहिँ अस्ति तर यो अर्कै हो के लास्ट चिप्स त्यही हो आमामा यस्तैको लागि आमामा पोलो झन् भयो यो दही ल्याइदिउँ सबै धेरै खाएँ नि त नि मैले भयो नानी मलाई खै त्यो चिप्सको खाटन हालिदिउँ वाटरले वाटर मरे यार होइन हौ पानी भए पनि यस्तो कस्तो यार चिप्स भन्नु यार दही खाने दही मेरो बुढाको हालत चाहिँ यस्तो भइसकेको छ गाइस आफै आयो नि कहाँ राख्नु अबदेखि विश्वास गर्दैन चिनी खाने आम्मामा दही नखाने मान्छेले गप्पा खाइरहेको चिनी खानु चिनी डल्लै आधी खुवाउँदा पनि हुँदैन नि रियाक्सन आउँदैन हाम्रो मलाई डोरी जस्तो लागिरहेको थियो सुरुमा त्यही फिल गर्छ होला जस्तो लागेको थियो चिनी खानु चिनी तर कस्तो रियाक्सन धेरै नआएको तपाईँको पिरो भइरह पर जिब्रो के खाने पानी खाने अब झन् पोलो पानी खोइ चिनी